हेलो एभ्रिवान, वेलकम टू माई च्यानल। न्यू डे न्यू भ्लग। अनि आज न्यू इयरको पार्टी है। ह्याप्पी न्यू इयर सबैजनालाई। म चाहिँ काममा आइसकेँ। काममा आइपुगेर सेटिङ चाहिँ भइसकेको छैन। सेटिङ छिनमा हुन्छ। सामान लिँदा भाँदाहरू हाम्रो सेटिङ हुन्छ त पछाडि हो। यो किचन हो, स्विमिङ पुल यति सफाटले के भन्दा राम्रो लाग्छ। पहिला आउँदाखेरि योहरू थिएन, अनि योहरू नयाँ रहेछ। अनि यताभित्र चाहिँ बार। म अघि भ्लग तर त्यो साउन्डले गर्दाखेरि यो चाहिँ बार हो। यो ठाउँ जस्तो छ। सेटिङ चाहिँ यता भित्र हुन्छ। हो यता हुन्छ सेटिङ चाहिँ हाम्रो। सामान आइपुगेन, सामान लिनु गर्दा जाँदैछ। सामान ल्याएपछि सेटिङ हुन्छ। ए साथीहरू, अग्ना चाहिँ केरा कस्तो मजाले फल्ला नि, छपक्कै फल्ला। अनि ऊ धेरै जाने मेवा नि कस्तो मजाले फल्ला, पाकेर बसिरहेछ। ल म अब सेटिङ फेरि देखाउँछु तपाईँलाई एकैचोटि। ल फाइनली साथीहरू, हाम्रो चाहिँ सेटिङहरू सकिसक्यो। यस्तो देखेको छ। योहरू ककटेल टेबलहरू। यहाँनिर चाहिँ हाम्रो लाइभ 3टा लाइभ जान्छ। यहाँनिर चाहिँ हाम्रो लाइभ यस्तो टेबलहरू छ यहाँ है। त्यहाँ उता चाहिँ खानाको लागि सेट हुँदै भइसकेको छ। यत्तिको भइसकेको छ। चाहिँ अब एकछिनमा सुरु हुन्छ। स्न्याक्स सुरु हुन्छ। त्यसपछि खाना सुरु हुन्छ। स्न्याक्स त घुमाउने हालतमा लिएर साथीहरू। अब चाहिँ हाम्रो चाहिँ न्यापकिन पनि सेट भइसक्यो। यता प्लेटहरू सेट भइसक्यो। टेबलमा ग्लासहरू राख्नु पर्यो। प्लेट राख्नुपर्छ टेबलमा। अब एकछिनमा ल्याउँछ। योहरू हाम्रो चाहिँ स्न्याक्स खाएर पनि लन्च खाइसक्यो है। अघि पानी परेर यस्तो बिजोग भएर भिडियो देखाउनै पाएन। हेर्नु नि भित्र यो क्यानापे ल्याएर राखेको पानी परेर सबै पानी माथिबाट पानी चुहिएर लन्च पनि अब लगभग आधी भइसक्यो। खाएर पनि देखाउनु भएन कि पानी परेर यति साह्रो खाएन कि। तपाईँकोतिर के कस्तो छ भन्नुहोस् है। हाम्रोमा त पानी परेर काम गर्नै मुस्किल। भिजेर अलिअलि भएको थिएन। अहिले चाहिँ रोकिएको छ, त्यही भएर मैले देखाउनु पाएन।